मान्छेले बुझ्छ कि म बौला होइन। मेरो रूप फेरिएको छ। जब मैं यसपालि स्वतन्त्र भएर नोमिनेसन दिए त्यही दिन देश को माटो र झण्डा लिएर कसम खाएको छु कि बाँचुन्जेल देश र जनताको लागि चेन्ज भएको रूप हो। म बाँचुन्जेल यसमा मेरो कमिटमेन्ट छ। मलाई जेल हालोस्, फाँसी दियोस्, बस सारलाई एउटा नङ्ग्याउँछु। बिस्तारै व्यक्तिको नाउँ पनि भन्छु कि फलानु व्यक्तिले भ्रष्टाचार गरे। मैले बारम्बार भनिरहेको छु, देशमा 20 जना बिचौलिया छ जो यो तीनटै नेताको मालिक छ। म हुन रेकर्ड भन्दैछु, मैले आफ्नो आँखाले देखेको हो। यदि बिचौलियाले भनिदियोस् कि प्रधानमन्त्रीजी अहिले 10 मिनट तपाईँ टोयलेट नजानुहोस्, जाँदैन, यति उनीहरूको कुरा चल्छ। दलको अध्यक्षहरू यसको सीधा प्रमाण अहिलेको गभर्नर नीति छ। यो बिचौलियाहरूको मार चलिरहेछ। बेचारा नेताहरूको किन दोष दिनुहुन्छ? त बेचारा हुन्, त अलिक खान्छन्, उसको पैसा त विदेशमा बिचौलियाले खाइदिन्छ। जस्तै पूर्व राजा रानी बितेपछि यही व्यापारी धनी भए, त्यस्तै अहिलेको नेताहरू